Tech Access. Learn first to lead the rest. अब चाहिँ हामी एरेको कन्सेप्ट मजाले बुझ्न एउटा एरेमा एउटा पार्टिकुलर एलिमेन्ट कसरी सर्च गर्ने भनेर बुझ्न खोज्छौँ है। जस्तै यो एउटा एरेलिम लिस्ट भन्ने एरे अन्त लिस्ट भन्ने एरेमा चाहिँ वेल यो एलिमेन्ट्सहरू छ है। अनि मलाई यदि यो एरेमा चाहिँ यो 5 खोज्नु छ भने म कसरी खोज्न सक्छु है, कसरी भेट्टाउन सक्छु? वेल द्याट इज द क्वेसन। अब अभियसली आँखाले हेर्दाखेरि त हामी त भन्न सक्छौँ नि डाइरेक्टली 5 त यो थर्ड नम्बरमा छ भनेर भन्न सक्छौँ। तर कम्प्युटरलाई कसरी भन्ने होइन? कम्प्युटरलाई भन्न पनि एकदमै सिम्पल चाहिँ हामी अफसेट भ्यालुहरू चलाउँछौँ। जस्तै अहिलेको ट्युटोरियलमा मैले अफसेट भ्यालु भनेको के हो भनेर बुझाएको थिएँ होइन। अफसेट भ्यालुज भनेको हाम्रो यही 0 1 2 3 4 5 जुन हुन्छ नि तिनीहरू भए। अनि अफसेट भ्यालु भनेको चाहिँ हाम्रो फर्स्ट एलिमेन्टबाट कति अगाडि छ भन्ने कुराहरू चाहिँ हाम्रो यो नम्बर्सहरूले भन्छन्। अनि यदि हामीले कुनै पनि एरेको कुनै पनि एलिमेन्टलाई डिनोट गर्नुपर्ने छ भने त्यही अफसेट भ्यालु चलाएर हामी त्यो एलिमेन्टलाई हामी के गर्छौँ डिनोट गर्छौँ। सो त्यहाँसम्म त बेसिक कन्सेप्ट भइहाल्यो एरेको है। सो यदि मलाई 5 भनेर खोज्नु छ भने यो एरेमा म के भन्छु त 5 कहाँ छ त सेकेन्ड नम्बरमा छ भनेर भन्छौँ है। सो कुनै पनि एलिमेन्टलाई पोइन्ट आउट गर्नको लागि हामी यही अफसेट भ्यालु चलाउँछौँ। तर यदि मलाई साँच्चैकै सर्च गर्नु छ एउटा कुनै पनि कोडमा है एउटा एरेको कुनै पनि एलिमेन्ट भने म कसरी गर्न सक्छु त त्यो क्वेसन हुनसक्छ। त्यो गर्नको लागि चाहिँ हामी फर लुप चलाउँछौँ है। त्यो सँगसँगै फर लुप सँगसँगै हामी भेरिएबलहरू चलाउँछौँ। अनि अफसेट भ्यालुजहरूलाई इम्प्लिमेन्ट गरेर एप्लाई गरेर हामी चाहिँ यो 5 कहाँ छ भनेर खोज्न सक्छौँ। बेसिकल्ली कसरी गर्ने त भन्ने कुरा म हजुरलाई देखाइदिन्छु। जस्तै हामी सुरुमा लियौँ एउटा एरे है। अनि यो एरेमा चाहिँ जस्तै कि 4वटा एलिमेन्ट छ। अनि हरेक एलिमेन्ट चाहिँ ए भयो, बी भयो, सी भयो अनि डी भयो अरे है। सो के भयो त एबिसिडी चाहिँ हाम्रो यो एरेको एलिमेन्ट भयो। अनि अब यो एरेको मलाई सी चाहिँ खोज्नु छ भने हेर्दाखेरि त थर्ड नम्बरमा छ भन्न सक्छौँ होइन। तर कम्प्युटरमा कसरी गर्ने? सो कम्प्युटरमा चाहिँ हामी अभियसली अफसेट भ्यालुज दिन्छौँ अनि के भन्छौँ त यो सी चाहिँ सेकेन्डमा छ भनेर भन्छौँ। ओके। तर अब सर्च चाहिँ कसरी गर्ने त है? कम्प्युटरलाई त भन्न मिल्दैन सिधै हेर कसरी त इम्प्लिमेन्ट चाहिँ कसरी गर्ने त हामीले आँखाबाट जे गर्यौँ कोडमा चाहिँ कसरी इम्प्लिमेन्ट गर्ने हेरौँ है। सबसे सुरुमा हामी एउटा लिस्ट भन्ने एरे बनाऊँ होइन। अघि मैले एउटा इक्जाम्पल देखाएको थिएँ नि यो। सो यसमा 1 2 5 6 7 8 छ। सो म के गर्छु त 1 2 5 6 7 8 चाहिँ यो लिस्टमा हाल्छु। अनि हामीलाई थाहा छ 5 चाहिँ कहाँ छ त 2मा छ भनेर थाहा छ। सो यदि मैले काहीँ पनि लिस्ट 2 लेख्यो भने यो लिस्ट 2 को भ्यालु चाहिँ के हुन्छ त 5 हुन्छ भनेर हामीलाई थाहा छ है। अब हामीलाई सर्च गर्नुपर्ने चाहिँ के हो त 5 सर्च गर्नुपर्ने हो। अनि 5 सर्च गरेर हामीले रिटर्न गर्नुपर्ने चाहिँ के हो भन्दाखेरि त्यो पार्टिकुलर एलिमेन्ट जुन हामी सर्च गर्दैछौँ त्यो सर्च गरेको एलिमेन्टको अफसेट भ्यालु चाहिँ हामीलाई चाहिरहेछ। भन्न खोजेको मतलब हामीसँग यो केही पनि छैन है अफसेट भ्यालु केही पनि छैन। तर यदि हामीलाई कसैले सी कहाँ छ भनेर सोध्यो भने हामीले चाहिँ के दिनुपर्छ त त्यसको एन्सरमा चाहिँ 2मा छ भनेर दिनुपर्छ क्या। सो यो 2 छ नि यो 2 चाहिँ के हो त हाम्रो अफसेट भ्यालु हो। सो यो 2 चाहिँ हामीले के गर्नुपर्ने हो त रिजल्टमा रिटर्न गर्नुपर्ने हो क्या। सो मैले भन्न खोजेको सिम्पली चाहिँ के हो त भन्दाखेरि यो होल प्रोग्राम जुन गरिरहेको छौँ हामीले यो प्रोग्रामको अब्जेक्टिभ चाहिँ हामीले अफसेट भ्यालु दिनु पर्यो। के को अफसेट भ्यालु दिनु पर्यो त जुन एलिमेन्ट हामी खोज्दैछौँ त्यसको अफसेट भ्यालु हामीले चाहिँ रिटर्न गर्नु पर्यो नभए दिनु पर्यो हाम्रो प्रोग्राममा। सो त्यो कसरी गर्ने त्यसको लागि हामी फर लुप चलाउँछौँ है। सो सबसे सुरुमा हामी के गर्छौँ त भन्दाखेरि एउटा फर लुप डिक्लेयर गर्छौँ। अनि हामी एउटा आईलाई 0सँग इनिसियलाइज गर्छौँ है। अनि 0सँग इनिसियलाइज गरेपछि हाम्रो यो जुन छ नि 6 त्यो 6 चाहिँ के हो त हाम्रो एरेको साइज हो है। र हामीलाई थाहा छ हाम्रो अफसेट भ्यालुज कहाँसम्म जान्छ त यदि 6 साइजको एरे छ भने हाम्रो अफसेट भ्यालु जहिले कहाँसम्म जान्छ 5सम्म जान्छ। 0 1 2 3 4 5 यहाँ 5सम्म मात्रै गएको छ किनभने यो साइज के छ 6 छ। किन 5सम्म मात्रै जान्छ हाम्रो एरेको साइज किनभने हामी 0बाट सुरु गर्छौँ। सो 0ले एउटा स्पेस खान्छ अनि देयरफोर 5 भनेको चाहिँ हाम्रो के हुन्छ त लास्ट एलिमेन्ट चाहिँ एरेको। सो त्यही भएर चाहिँ हामीले जहिले पनि एरेको साइज चाहिँ के दिन्छौँ त हाम्रो लास्ट अफसेट भ्यालुको 1 बढी दिन्छौँ। त्यसरी बुझ्दा नि भयो। तर बेसिकली भन्दा
हामीले यहाँ के लेख्नु पर्यो त I इज लेस देन 6 लेख्नु पर्यो किनभने हाम्रो साइज के छ त एरेको 6 छ त्यही भएर है। अब हामी I को भ्यालु 1 ले बढाउँदै जान्छौँ हैन यसरी I++ लेखेर। अनि यो फर लुप लेखेपछि हाम्रो के हुन्छ त हरेक लुपमा हाम्रो I को भ्यालु 1 ले बढ्दै जान्छ। सो यदि मैले लिस्ट I लेखेँ भने फर्स्ट इटरेसनमा हाम्रो यो लिस्ट I ले के रिप्रेजेन्ट गर्छ सिन्स फर्स्ट इटरेसनमा नभए फर्स्ट लुपमा त हाम्रो I को भ्यालु 0 मात्र हुन्छ नि त 0 बाट सुरु हुन्छ हैन। सो लिस्ट 0 हुन्छ अनि हामीलाई थाहा छ लिस्ट 0 भनेको के हो लिस्ट 0 भनेको हाम्रो 1 हो। सो 1 सेलेक्ट हुन्छ हैन वेल लिस्ट I मा 1 सेलेक्ट हुन्छ हैन। त्यसैगरी I को भ्यालु नेक्स्ट लुपमा के हुन्छ 1 हुन्छ यहाँ के हुन्छ I को भ्यालु 1 हुन्छ अनि यहाँ 1 भएपछि 2 सेलेक्ट हुन्छ त्यसैगरी I को भ्यालु बढ्दै जान्छ 5 सेलेक्ट हुन्छ 6 हुन्छ 7 हुन्छ 8 हुन्छ। अब यसलाई युटिलाइज गरेर हामी के गर्छौँ त हाम्रो अफसेट भ्यालुज हामी प्रिन्ट गर्न खोज्छौँ। सो कसरी हामी सर्च गर्न सक्छौँ त लेट्स से कि हामीलाई सर्च गर्नु छ INT नम्बर लेखौँ अनि त नम्बरमा चाहिँ हामीले सर्च गर्नुपर्ने नम्बर लेख्दियौँ 6 है। सो अब हामीले सर्च गर्नुपर्ने नम्बर के रहेछ त 6 रहेछ अनि 6 को अफसेट भ्यालु चाहिँ हामीले रिटर्न गर्नु पर्यो। सो सिम्पली हामी के गर्छौँ त भन्दाखेरि इफ स्टेटमेन्ट लाउँछौँ अनि यदि लिस्ट I चाहिँ है नम्बरसँग इक्वल छ भने हामी के प्रिन्ट गरिदिन्छौँ त हामी चाहिँ हाम्रो I को भ्यालु प्रिन्ट गरिदिन्छौँ। अब सिम्पली यति गर्दा के हुन्छ त भन्दाखेरि हाम्रो हरेक लुपमा हरेक एलिमेन्ट नम्बरसँग कम्पेयर गर्छ। सुरुमा 1 6 सँग कम्पेयर हुन्छ सेकेन्ड लुपमा जब हाम्रो I को भ्यालु 1 हुन्छ तब 2 6 सँग कम्पेयर हुन्छ अनि सिन्स 6 नपुग्नु जेलसम्म हाम्रो यो जुन छ नि यो चाहिँ रन भएको भइ गर्छ तर यो रन हुन्छ तर यति लाइन अफ कोड चाहिँ एक्जिक्युट हुँदैन किनभने हाम्रो यो स्टेटमेन्ट जुन छ नि त्यो चाहिँ 6 नआइकन फल्स भइरहेको छ। अनि इफको हामीले कन्सेप्ट थाहा नै छ यो ट्रु भएपछि मात्र यो रन हुन्छ भनेर हामीलाई थाहा छ नि त हैन। सो त्यही भएर जब मात्र हाम्रो यो भ्यालु जुन छ नि 6 जब त नम्बरसँग प्रिन्ट हुन्छ नम्बरसँग इक्वल हुन्छ तब मात्रै हाम्रो यो I को अफसेट भ्यालु के हुन्छ त प्रिन्ट हुन्छ। सो म के लेख्न सक्छु त यहाँ अफसेट भ्यालु लेखेर यदि मैले यो प्रोग्रामलाई रन गरेँ भने हामीले चाहिँ 6 को अफसेट भ्यालुलाई के गर्न सक्छौँ त रिटर्न गर्न सक्छौँ। सो एकचोटि यसलाई प्रिन्ट गरेर हेरौँ न है रन गरेर हेरौँ। सो यहाँ रन गरेर हेर्दाखेरि हाम्रो अफसेट भ्यालु चाहिँ 3 आएको छ यहाँ। सो 3 ट्रु हो कि होइन हेरौँ त 6 कहाँ छ त 3 मै छ सो ट्रु हो। जस्तै लेट्स से कि मलाई यदि 8 कहाँ छ भनेर सर्च गर्नु छ भने म नम्बरमा 8 लेख्छु अनि यसलाई के गर्छु त रन गर्छु है। सो यो गर्दाखेरि हाम्रो अफसेट भ्यालु 5 आयो किनभने हामी अहिले 8 सर्च गर्दैछौँ अनि 8 सर्च गर्दाखेरि हाम्रो के भयो त 5 आयो विच इज द अफसेट भ्यालु फर 8। सो यो कसरी भयो भनेर बुझ्नुभयो होला सिम्पली भन्दाखेरि हामीले दुईटा कुरा हेर्नुपर्छ एउटा चाहिँ हामीले लिस्ट I लाई हेर्नुपर्छ अनि त्यो लिस्ट I लाई चाहिँ हामी त्यो पार्टिकुलर नम्बरसँग कम्पेयर गर्नुपर्छ। त्यो नम्बर भनेको चाहिँ हामी जुन नम्बर खोज्दैछौँ त्यो नम्बर चाहिँ हाम्रो यो नम्बर भन्ने भेरिएबलमा छ अनि लिस्ट I मा चाहिँ के छ त हाम्रो यो एरेको हरेक एलिमेन्ट छ हरेक एलिमेन्ट 1 बाइ 1 के हुँदै जान्छ कम्पेयर हुँदै जान्छ यो नम्बरसँग। सो यदि यो नम्बर चाहिँ के भयो त एउटै भयो भने मात्र हामी त्यो अफसेट भ्यालुलाई प्रिन्ट गर्छ जुन चाहिँ हाम्रो के हो त एन्सर हो। सो बेसिकली भन्दा सुरुमा हाम्रो के सर्च होला त भन्दाखेरि यसमा A होला अनि A लाई चाहिँ C सँग कम्पेयर गर्छ सिन्स यिनीहरू इक्वल होइन त्यही भएर अफसेट भ्यालु प्रिन्ट गर्दै गर्दैन है। त्यसपछि B आउँछ हाम्रो हैन अनि B लाई कम्पेयर गर्छ C सँग अनि अफसेट भ्यालु आउँदैन सो यो फेरि रन हुन्न अफसेट भ्यालु प्रिन्ट हुने कोड फेरि रन हुन्न। C सँग कम्पेयर गर्छ अनि सिन्स यो दुईटै एउटै हो अनि मात्र हाम्रो के हुन्छ त अफसेट भ्यालु प्रिन्ट गर्छ। अनि D सँग अनि फेरि के गर्ने भयो त कम्पेयर गर्ने भयो D सँग कम्पेयर गर्दाखेरि पनि यो के हुन्छ यो इफ कन्डिसन ट्रु आउँदैन त्यही भएर यो रन हुँदैन। सो यसरी चाहिँ हामीले लिनियर सर्च गर्न सक्छौँ। लिनियर सर्च गर्नु भनेको चाहिँ सिम्पली के हो त हामीले हरेक एलिमेन्टलाई एउटा पार्टिकुलर वेल क्यारेक्टर नभए नम्बर कुनै पनि डाटासँग कम्पेयर गर्छौँ अनि यदि त्यो डाटा वेल इफ द कम्पेरिजन ट्रु आयो भने मात्र हामी के गर्छौँ त त्यो अफसेट भ्यालुलाई प्रिन्ट गर्छौँ अनि यसरी चाहिँ हामी लिनियरली कुनै पनि एलिमेन्टलाई एरेमा सर्च गर्न सक्छौँ है। सो यसले चाहिँ आई थिङ्क हाम्रो एरेको फाउन्डेसन कम्प्लिटली मजाले बनाउँछ सी प्रोग्रामिङमा अनि फर लुप कसरी चलाउने पनि कन्सेप्ट बुझाउँछ है।